फाइनल्ली गुगल एडसेन्स पिन आएको अवस्था छ है। मेरो चाहिँ तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि 0 सब्सक्राइबरबाट होइन 1000 सब्सक्राइबर पुगेर पनि वाच टाइम कम्प्लिट गरेर अझै $10 तपाईँहरूले भिडियो हेरिदिए पछाडि चाहिँ मेरोमा थोत्रै पैसा गरेर $10 कम्प्लिट भयो। $10 कम्प्लिट भए पछाडिबाट गुगलले चाहिँ एडसेन्स पिन पठाएको छ है, हेर्न सक्नुहुन्छ यो युट्युबबाट। यस्तो केटाहरूले अनि मैले चाहिँ यसरी नाम मेरो ओरिजिनल डकुमेन्टको थोरै प्रब्लम भइरहेको थियो मेरो यो उसमा चाहिँ। अनि पछाडि चाहिँ कस्तो भयो भने अब नागरिकताको फोटोकपी फोटोहरू खिचेर पठाएँ, भेरिफाई गरेँ होइन। अनि त्यसबाट मैले यसरी लेखिदिरहेको थिएँ है, आफ्नो जुन ठाउँ जे पर्छ त्यसको सबै अनि नम्बर सबै यस्तै लेखिदिरहेको थिएँ। सबै लेख्न चाहिँ पर्ने नै रहेछ होइन, नत्र थाहा हुँदैन कहाँको के हो भनेर। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आजको दिनको सुरुवात भइरहेछ है। म चाहिँ मन्दिर जान लागिरहेको छु। सबैभन्दा खुसीको कुरा चाहिँ के लागिरहेको भने तपाईँहरू जतिले पनि होइन अहिले जसले हेर्दै हुनुहुन्छ उहाँहरूले पनि अनि जसले सब्सक्राइब गरेर सपोर्ट गरिदिनु भयो नि त उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद है। मेन चाहिँ कस्तो भयो भने सब्सक्राइबर युट्युबमा चाहिँ है, युट्युब जर्नी म बताउँछु कस्तो हुन्छ भने 0 देखि स्टार्ट गरेर 1000सम्म पुग्न चाहिँ तपाईँमा चाहिँ एउटा न एउटा क्षमता हुनुपर्छ कि। एक सब्सक्राइबर गेन गर्न पनि लास्ट क्षमता चाहिन्छ कि। त्यो भनेको कस्तो हुन्छ भने अर्काको मन खानु पऱ्यो होइन। आफूले गरेको जुन जे छ कन्टेन्ट होइन, जे गर्नुहुन्छ कन्टेन्ट जस्तो तरिकाले क्रिएट गर्नुहुन्छ त्यही अनुसारको है, त्यसमा चाहिँ दम हुनुपर्छ। किनकि कस्तो हुन्छ भने अर्काको मन छुनुपर्ने हुन्छ कि। अनि त्यो छोइसके पछाडिबाट बल्ल सब्सक्राइबर आउँछ, सपोर्ट आउँछ होइन। मान्छेले गर्दैछ भने पछाडि सपोर्ट आउँछ। 1000 सब्सक्राइबर पुग्न लास्ट टाइम लाग्छ। अनि त्यसबाटबाट त्यो भनेको सुरुवात पोइन्ट हुन्छ नि त, एकदमै हाई लेभलमा गयो भने अट्टो जान्छ कि। फेरि त्यस्तो तरिकाको हुन्छ, केही समय चाहिँ गाह्रो पर्न जान्छ कि। स्टार्टिङ पोइन्ट जे कुराको पनि गाह्रो नै हुन्छ भनौँ, सपोर्ट कतैबाट नै आउन। अनि आफ्नो दममा आफ्नो सोचाइमा होइन त्यो चाहिँ गर्नुपर्ने हुन्छ कि हरेक काममा, एउटा चिजमा मात्र होइन है। त्यस्तो हुन्छ। अब बिजनेस फिल्डमा पनि त्यो अनुसारको फेस गर्न सकिन्छ कि। मैले खुद गरिरहेको छु होइन, अरूले सपोर्ट गरिदिनु पर्ने हुन्छ। स्टार्टमा आफूलाई एकदम गाह्रो हुन्छ, अनि बिस्तारै सपोर्ट मिल्छ, अनि ग्रो हुँदै हुँदै जाने कुरा हो। अनि त्यस्तै तरिकाले चाहिँ मेरो युट्युबको जर्नीमा चाहिँ कस्तो भयो भने सब्सक्राइबर गेन भयो होइन। अनि मैले दिमाग लगाएँ कि वाच टाइम कम्प्लिट गर्न कम्तीमा पनि 11-12 घन्टा चाहिँ दिनमा प्ले हुनुपर्छ, 365 दिनमा है। त्यस्तो तरिकाको पर्न जान्छ। त्यसले गर्दाखेरि मैले के गरेँ भने 81 महँगो दिदीले दिनुभएको एउटा ल्यापटप थियो। अनि भान्जालाई रुवाइरहेँ मेरो चाहिँ युट्युबतिर काम हुन्छ भनेर दिदीले मलाई दिनुभएको थियो। अनि त्यस्तो धेरै त युज हुन्थेन, जस अफिसियल युज गर्न चाहिँ मिल्थ्यो कि। अनि मैले चाहिँ त्यसमा अरू केही नि गरेन, युट्युबको भिडियो चाहिँ नन स्टप प्लेलिस्टमा राखेर प्ले गर्थेँ। अनि म झुटो बोल्दैन कि, जुन जर्नीबाट आएको त्यो जर्नी भनिदिन्छु है। त्यस्तो गरेर बिस्तारै कम्तीमा पनि 365 दिन त प्ले नै हुनु पऱ्यो होइन। त्यस्तो तरिकाले मैले प्ले गरेँ। अनि बिस्तारै साथीभाइको सपोर्ट पनि भयो है। हरेकजनाले सपोर्ट गरेर छुट्टै ठाउँमा राखेर अनि त्यो ल्यापटपबाट प्ले गरिराखेर मैले चाहिँ कम्प्लिट गरेँ। अनि आजको दिनमा चाहिँ मलाई एडसेन्स पिन आइसक्यो होइन। एउटा चाहिँ त्यो वाच टाइम कम्प्लिट गरेँ। अनि त्यसबाटबाट एउटा त्यो एडसेन्स पिनको लागि हामीले मेल गर्नुपर्ने हुन्छ होइन, उता पठाउनु पर्ने हुन्छ। उसले चाहिँ पिन पठाइदिन्छ। पिन चाहिँ त्यही 5-6वटा हुन्छ है कोड चाहिँ। अनि त्यो चाहिँ आफूले नै सिक्रेट राख्नुपर्ने नै हुने रहेछ, पब्लिकलाई देखाउनु चाहिँ हुँदो रहेनछ। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो चिजहरूको भिडियो चाहिँ थोरै छ, त्यो म देखाइदिन्छु तपाईँहरूलाई होइन। पिनहरू यताउति आइसक्यो है, भेरिफाई पनि भइसक्यो, कम्प्लिट भयो। एडसेन्स पिन फेरि कस्तो हुन्छ भने तपाईँले आफ्नो युट्युबमा चाहिँ युट्युब मार्फत तपाईँको अर्निङ हुन्छ नि त, रेभेन्यू, त्यो चाहिँ कति गर्नुभयो अनि त्यही अनुसारको चाहिँ बल्ल $10 पुग्यो भने चाहिँ अनि बल्ल
तपाईँलाई उताबाट एडसेन्स फिस भेरिफाई गरिदिन्छ होइन भन्नाले उताबाट पठाउँछ। अनि मेरो चाहिँ बिचमा के भइरहेको थियो भने एउटा प्रब्लम आइरहेको थियो है, त्यसमा चाहिँ आइडेन्टिफाई गर्नुपर्ने के जस्तो खै के भयो होइन त्यो पठाउने यताउतिमा, अनि केही कुरा मिलेन है मेरोमा चाहिँ। अनि त्यसबाटबाट मेरो ओरिजिनल नागरिकता खोजेँ होइन, त्यो के बिग्रेको रहेछ क्या त्यहाँ होइन। त्यसले गर्दाखेरि कस्तो भयो भने त्यो चिज चाहिँ मैले आफ्नो ओरिजिनल नाममा जुन हुन्छ नि अब नागरिकताकै नाममा त्यो उहरू भरेँ होइन, एड्रेस नामहरू यताउति त्यसबाटै राखेँ। अनि त्यसबाटबाट मैले आफ्नो नागरिकता पनि फोटो खिचेर पठाउने यताउति गरेँ। त्यो कस्तो भने मन्टेज भइसक्यो, $10 पुगिरह र बिग्रिरह कि त्यहाँनिर चाहिँ के प्रब्लम देखाइरहेको थियो मैले साथीलाई पनि भनिरहेको थिएँ है। अनि त्यस एमबिए साथीलाई पनि भनिरहेको थिएँ यस्तो के भइरह भनेको, खोइ सोधौँला भन्दै थियो हुन्थ्यो नि। अनि बिस्तारै म हेर्दा चाहिँ त्यहाँनिर कस्तो भयो भने आफ्नो नागरिकता नै फोटो खिचेर पठाउनु पर्ने अगाडि पछाडिको, अनि त्यो कम्प्लिट भइसके पछाडि बल्ल मलाई चाहिँ एडसेन्स पिन पठाइदियो है। त्यो चाहिँ कम्प्लिट भयो, खुसी लागिरह मलाई चाहिँ होइन। यो जर्नीलाई चाहिँ कस्तो हुन्छ भने तपाईँहरूको साथ सपोर्ट नभएको भए चाहिँ 0देखि 1000सम्म पुग्ने नै थिएन कि 1000 पुऱ्याउनु सबभन्दा मेन गाह्रो हो कि त्यो पुग्यो। अनि वाच टाइमको लागि दिमाग लगाएँ मैले। मलाई पनि कस्तो भने एउटा डान्सरले नै होइन मैले चाहिँ भिडियो फेसबुकमा बस्थेँ, अनि त्यसबाट च्याट गऱ्यो, त्यसबाटबाट मेन भनेको आफ्नो काम युट्युबलाई नै लिङ्क पठाउने काम गर्थेँ। अनि एकजनाले चाहिँ भनिदिनु भएको थियो मलाई चाहिँ युट्युब स्टुडियोमा जाने, त्यहाँ चाहिँ कपिराइट क्लेम हरेक कुराहरू हुन्छ कि क्रोमबाट जानु मिल्छ होइन, डेस्कटप साइडमा गएर गर्न सकिन्छ। अनि त्यसबाटबाट त्योबाट हेर्दै गएँ है। त्यहाँ पछाडिबाट बुझेँ मैले कम्तीमा पनि 200-300वटा 300-400वटा थियो होला जहाँ सायद मेरो डान्स भिडियो है, फ्री स्टाइल है डान्स भिडियो, त्यस्तो कोरियोग्राफी नभइकन पनि मैले नन स्टप डान्स भिडियो बनाउँदै हाल्दै गर्थेँ। अनि त्यो चाहिँ गरेँ है। त्यो चाहिँ सब मैले प्राइभेटमा राखेँ, कसैलाई डिलिट गर्दै, अनि गर्दा कम्प्लिट भइसक्यो है। अहिले चाहिँ मैले डेली लाइफ आफ्नो जे छ त्यही गरिरहेको छु, किनकि म ड्रिम त छ होइन, नभएको होइन, ड्रिम नभइकन मैले केही नगरेको त छैन है, गरिरहेको छु है। तर कस्तो हुन्छ भने कुनै टाइममा चाहिँ आफूलाई बाधा अनेक चिजहरू हुँदो रहेछ कि लाइफमा होइन, अघि बढ्दैछ भने नि अब हरेकले फाइदा बेफाइदा होइन हरेकले युज गरिदिँदो रहेछ क्या मान्छेलाई चाहिँ त्यस्तो तरिकाले। अनि लाइफको बाटो जे जस्तो भए पनि आफ्नो भोगाइ हो, आफ्नो तरिकाले जिउने हो होइन। किनकि पास्टमा गएर पनि जिउन सकिँदैन र फ्युचरमा गएर पनि जिउन सकिँदैन, अहिले जे गरिरहेको त्यसैमा जिउनु पऱ्यो होइन। त्यस्तो तरिकाले मैले चाहिँ गरिरहेको छु। अनि सपोर्ट चाहिँ देखाइदिनु होला। आज चाहिँ कालिका मन्दिर जाँदैछु, हेरौँ है त, यहाँबाट घरबाट जाँदै गरेको। ल हेर्न सक्नुहुन्छ बिहान अब म तल हिँडिरहेको छु, खासमा चाहिँ कालिका मन्दिर होइन, बाहिर आइसक्यो यस्तो छ नि। अनि सही हो दाइले पनि पुलुक्क पारिदिनु भयो। चाँडै जानुपर्छ यार, आज लालीगुराँस कम हुने भयो भाइ होइन। चिया खाएर म फ्याटफुट गइहाल्नु पऱ्यो। चिया खाऊ चिया। सो गाइस अब चाहिँ म घरबाट हिँडेको है, यसो दर्शन गरेर आउँछु कालिका मन्दिर। भाइ बुढीहरू घरमै हुन्छ नभए भाइ चाहिँ पसल खोल्छ होला नि होइन, माथि पञ्चबाट अहिले अब एकछिन खोल्छु। यसमा नि मिल्छ र, मिल्छ होला त्यसमा हाल्ने अन्त अड्दैन कि पचक्क भर्न आउँछ। अन्ति छोरोलाई नि भन्नुपर्छ कि यार, जान्थ्यो क्या त्यो पनि यस्तो फोहोर भयो क्या त। घरको सिसा फुटाल्नु फेरि भित्र छिर्छ। अब छिर्दैन गइछ ठोक्यो र
त्यो पछाडिको सो अलराइट गाइज अहिले चाहिँ म कालिका मन्दिर आइसकेको अवस्था छ है देख्न सक्नुहुन्छ भिडभाड माथि नि यही नै ट्याक्सीहरू कालिका मन्दिर पसिसके पछाडिबाट पञ्चगढ जाने भिड चाहिँ बढी नै हुन्छ अहिले चाहिँ कालिका मन्दिर के अरे आफूलाई देखाउनु पर्ने खासमा होइन देख्न सक्नुहुन्छ व्यापार क्या खतरा तरिकाले हुन्छ यो ठाउँमा चाहिँ बोलाइ मस्त यतादेखि उतासम्म हाम्रो पूजा सामग्री नि यही ठाउँबाट लैजान्छौँ है त भिडभाड चाहिँ ठिकै छ कहिले त यो ठाउँमा खुट्टा टेक्ने ठाउँ पनि हुँदैन नि फेरि आज शनिबार विशेष हो त्यसले गर्दा अलि बढी भिड नै हुन्छ हिँड्दै कम्ती नभए 5 मिनटबाट बढी हिँड्नुपर्छ जङ्गल साइड कालिजहरू पनि पाउँछ गाइस यहीँको लोकल कालिज रहेछ जङ्गली आज चाहिँ शनिबार भएको भएर अलि बढी नै भिड छ नत्र यो ठाउँमा फेरि एक टाइम खतरा भिडभाड हुन्छ त्यो टाइम भन्नु चाहिँ दुर्गामा क्या सिन है धेरै ठुलो भएर मान्छेहरूको भिडबाट अलिक कमै देखिरहेको मन्दिरको माहौल सारे गाइस अहिले देख्न सक्नुहुन्छ एकदमै भिड भइरहेको अनि त्यसरी लाइन लागिरहेको कि मान्छेहरू चाहिँ एकदम लाइनमा बसेर भित्र जाने कार्यक्रम भइरहेछ सधैँ जाऊ नमस्ते एकदमै धेरै लाइनमा बसेर
ठिकै अगाडि पछाडि भन्दा धेरै शनिबार विशेष पूजा गर्ने दिन भएको भएर आफूलाई टिका लगाइदिएको छ भिडियो शनिबार फेरि होइन मान्छे पनि व्यापार हुन्छ भाइले गएर हेरिरहेछ त्यही पनि झ्याउ हुनसक्छ त्यही भएर म चाहिँ अब जाम लागेको है मन्दिरबाट फर्केको है त अब चाहिँ देख्न सक्नुहुन्छ भिडभाड कति छ बिहानमा होइन अब दिनभरिमा त अझ कति हुन्छ होला कि भाइले चाहिँ फोन गरिसकेको थिएँ है मलाई माथिदेखि ओइ सानो मान्छे के हो मैले भिडियो बनाएँ नि तिमी जन्मस्टिक हानिदिएको ल केही भएन कस्तो मजाले हाने लोटिरा झन् ल गऱ्यो भने रुन सक्छ नि त्यही भएर त्यहीसम्म देख्न सक्नुहुन्छ भिडियो है बिहानको मिठो घाम चाहिँ गर्नु परेको अवस्था गाइस सो गाइस सबैले मन्दिरको गेटबाट चाहिँ उल्टै हिँडेको हुन्छ त्यो चाहिँ किन गर्छन् म पनि हेर्छु कमेन्ट गरिदिनु है खासमा किन हो त्यस्तो गर्ने चाहिँ देख्न सक्नुहुन्छ भिडभाड उतातिर हो क्या हाम्रोतिर जाने चाहिँ उतातिर बसहरू कोही हुन्छ नि बाहिरबाट आएको चाहिँ माथितिर जाने मेसो हुन्छ यहाँ बसेर हामीले डिल गरेर माथि लगेर खाना पाउन चाहिँ सक्छौँ कि तर इजिली इन फ्युचर म त्यो चाहिँ गरिदिन्छु कस्तो हुन्छ भने त्यतिखेर चाहिँ आफूसँग साधन हुनु पऱ्यो आफ्नो ठाउँमा काम गरिदिने मान्छेहरू हुनु पऱ्यो होइन आफ्नो होटल व्यवसाय लाइनमा अनि आफ्नो तरिकाले गर्न चाहिँ सकिन्छ मजासँग हेर्दा यहाँ सानो जस्तो व्यापार जस्तो लाग्छ तर खतरा हुन्छ नि हेर्न सक्नुहुन्छ भिडभाड अरूभन्दा नि माथितिर जाने बसहरू चाहिँ जो छन् होला नि सायद यहीको माहौल माथि जाने हो कि तर यति धेरै भिडभाड चाहिँ हुँदैन हुन्छ कुनै दिन पञ्चायतमा खतरा किनकि बन्दै गरेको ठाउँ हो नि त त्यही भएर प्रचार जस्तो भइरहेको त्यो अनुसारको फिनिसिङ नभएको भएर मात्रै हो पछाडि चाहिँ हुन्छ लगाएछ अब चल्दै गयो त माथि अब 2-3 केजी हालिदिनु न 3 केजी काउली हालिदिनु न प्लास्टिक दिनु म हाल्छु टमाटर कसरी नि 50 रुपियाँ 1 केजी टमाटर पनि हालिदिनु घरमा सोध्नु ल अब सामान किनेर घरतिर चल्दै गयो
सो अलराइट गाइज, अहिले चाहिँ म घरमा आइसकेको अवस्था तपाईँहरूले हेर्न सक्नुहुन्छ है। लो बुढी उपहार भन्दै बुढीको नाममा भन्दै आफूले खाँदै। ल टिकी लगाइदिउँ, ल्याऊ त, आफै ल्याइदिने हौ। ल ल्याऊ त, म त गोलो लगाइदिन्छु। आम्मा नै ल किन्ने गली के कहाँ र भयो छाडा छाडा निरानी नाकको टुप्पोदेखि कहाँ मलाई ना भाङ्गो यो अन्त मासिनलाई लगेर बाङ्गो भइहाल्यो। यता निदा नखुल्छ न माथि टाढो यसरी बल्ल टिको लाग्नु माथि भन्नुपर्छ हो ठुलो टाउको छ भनेर माथि लगाइदिनु भने हाम्रो सानो टाउको हो भने त तल तल लाग्छ। म ल खाना बसिदेऊ, म चाप्चुप खान्छु, भाइलाई पठाइदिन्छु क्या, अनि सजिलो हुन्छ। ल छिटो। ओहो यति मेकअप त कसैले नि गरेको थिएनन् है। अनु ओहो नि ल है ल है। धन्न त्यही नि माथि लाग्छु कि जस्तो लाएर ऊ ओइ ओइ हो आफै लाउनु पर्छ अरे यहाँ लाग्नु भनेको अरे। सो अलराइट गाइज, अहिले चाहिँ म पञ्चवटा आएको अवस्था छ, अनि भाइ पनि भर्खर गएर खाना खाएर आइरहेछन्। अनि मोबाइल चार्ज थिएन, चार्जमा राखेर लिएर आएको भर्खरै भाइले ल्याइदिए चाहिँ ठुलो बस यता, अनि त्यसपारि उता देख्न सक्नुहुन्छ 3वटा, अनि 2-3वटा त फर्किसक्यो है। वनमा जानुपर्छ कतिपटक गर्ने हो र 1 गते हो अरे गोलपला हार्ने, खै कता सर्ने अरे उता त सन्दिने भन्नु नि त अघि अर्जुन भाइले केसको पोलो भेट्टेको छ अरे, अहिले आइज भन् त बोलाइदिएको थियो अरे, अहिले बेलुका आउँछु भने। ओके हामी बिजी छौँ होइन, अहिले त कहाँ जानु, आफ्नो ठाउँमा गएर बस्छ यता उता। अहिले त अहिले यसो गर्दा टुङ्ग परिसक्यो नि त। ल गाइज मान्छेहरू चाहिँ जाँदै गरेको अवस्था होइन। 100 रुपियाँ 1 माना, मानुलाई 100। सस्तो त आउँदैन नि आमा। ल टाइम ल्याप्स हेरेँ म त गाइज ढक्क। सो गाइज अहिले फेरि एउटा बस उहाँहरूको ग्रुप हुनुहुन्छ, खानाहरू चाहिँ आफै बनाएर लिएर आउनुभयो रहेछ। सोधेको खाना अर्डर चाहिँ भएको छैन आज चाहिँ,
फेरि पनि अर्को बसाइको अवस्था तर धुलो उडाउँदै गाह्रो छ हामीलाई आया यहाँ पनि राइट गाइज अहिले भिडभाड देख्न सक्नुहुन्छ तलपट्टिको साइडमा अनि हामीहरू चाहिँ खाली भएर चुटुक्क बसिरहेको फेरि व्यापार गर्ने बेलामा चाहिँ भिडियो बनाउन पाइन्न नि त भ्याइन्न नि त्यो कुरा नि थाहा होला तपाईँहरूलाई हेलो साथीहरू आज हामी पोखरा 15 ढुङ्गेसाङ्गो चोकबाट पञ्चकोटलाई क्रियाशील आमा समूहको टोली सम्पूर्ण आएर घुमघाम गरेर अब थाकेको अवस्था हामी यो भाइको एउटा भ्लग भेटियो यसमा हामीहरूले हल्का हल्का चिसो अनि के खाने हो अरू पानीपुरी चटपट चिया खाएर आराम गरेको ल सबैलाई हस्त नमस्ते हेलो गाइजहरु यहाँ एकजना ब्लगर भाइ भेटिनु भयो उहाँसँग कुरा हल्का गफ गर्दै खाँदै गरेको अवस्था है लास्ट बस होला अब चाहिँ आज पैसा कति कमाऊ लाली उरास बेचार नडाटी भन्दै ल 1200 म चटपट बेच्न छोडिदिन्छु ल है चटपट पानीपुरी चियाहरू खान सक्नुहुन्छ है ल चाहिँ पोखराको बस फर्किँदै है पोखरादेखि चाहिँ हजारको पनि छ उता देख्न सक्नुहुन्छ भाइले चाहिँ थोरै धुलो मिक्स गरेर छोपेको चाउमिन खाँदै अनि आज देख्न सक्नुहुन्छ जिप यस्तोमा राखिदिएर भाउजूहरू हिँड्नु भयो गाह्रो छ सबैलाई के गर्ने व्यापार भने जस्तो हुन्न कहिले हुन्छ कहिले हुन्न त्यस्तै हो गाइज अहिले चाहिँ हामीले पसल बन्द गरिदिएको अवस्था छ अनि सबै पसलहरू बन्द गरिदिन्छन् दाइ चाहिँ अझै नै आउनुभएको छ अनि भर्खर दाइहरू नै आउँदै हुनुहुन्छ यो जिप चाहिँ उतापट्टिको साइडमा खाँदै ल अब हामी यहाँबाट हिँडेको है त गाइज चलाउँछौ तिमीले चलाऊँ भाइ के रहेछ भाइले यसले भात खाने होइन के खाइन्छ लगाइ चल्छ हामीहरूले खाना खाँदै खोइ त मलाई कहाँ र हजुर छाउरी बाफ्रे छाला भनेको छाउरी छाउरी देखिन्छ क्या बोसो नै बोसो रहेछ है अति नै है कडा पारा छोरो मिठो होइन कि भएन ए नि लगाइछ अब भात खाइयो यिनीहरूले खाँदै लगाएर हड्डी लगाएर उठ्ने राखेर छानी खान्छ नि यति खान मन लागेन भने त्यो भात राखेर दिनभरि लगाएर खान्छन् तर फाल्दैनन् त्यही हो यो झापझुप बढ्नलाई छ भने यसलाई खुवाइदिएर राम्रो अब खुवाउनुपर्छ यसलाई अलिक मोटो गराउनुपर्छ सो गाइस भाँडा माझेर सक्दै गरेको अवस्था के खानु भन्दै
कुन यो सुप धेरै रहेनछ त ल्याउ न त अझै छ त्यहाँ भात हो र बुढी काम गरेको देखाउन खोजेर कहाँको होस् है आजभोलि म चेन्ज भइसक्यो क्या मैले अब यति हो काम गर्ने होइन अन्जी मासु देखाउँदै ओइ ल आइज ल ल ल ल यो आइज आइज ल ल आइज ल ल ल ल हल्छु कि आउनु चेक गरेको भित्र त आए जस्तो लाग्छ ढक्रो ढक्रो आएर आहा कान्छी ठिक्क हुँदो रहेछ ल ल यति हो भोलि मात्रै हो क्या यो यहीँ त होला राख्ने कहाँ राख्ने हो फेरि राति कुकुर आएर साइड बैशाख दे बिहान बिहानको रनिङ आइ त खतरा भुक्दिन्छन् मेरो कुकुर त ओए ला 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 आइज 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 ला 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 खाइस टोन परेर खाइस हेन्चेक ओए ल हेन्चेक ल ल सुत सुत ल पछाडिपट्टि कसरी हेरेछ ल ल आइज ल ल हेन्चेक 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 लगाएछ अब चाहिँ मैले बन्द गरिदिँदै पसलै औडा हाले सबै यतापट्टिको साइड सबै स्वाट्ट खोलिने होला भ्यू देखाउनको लागि मेरो निन्जा टेक्निक होला यहाँबाट तिनवटै हिमाल देखिन्छ नि यो साइडमा भएको हिमालहरू सबै देखिन्छ क्या छलङ्ग तलतिर छ छोरा गुड्ने भन्छ ल अब हामीहरू पनि कामसाम सकेर बन्द गर्छौँ पसल लगाएछ आजको ब्लग यति नै होइन हेरिदिएकोमा धेरै धेरै धन्यवाद।